सो आज बिहान गुड न्यूज सबैले थाहा पाइसक्यो होला हैन। अब भोट हाल्ने दिन पनि नजिक आउँदैछ। सो एकचोटि आफ्नो नाम चाहिँ लास्ट टाइम चेक गरिहालौँ है भोटर रेजिस्ट्रेसनमा रेजिस्टर भएको छ कि छैन। त्यसको लागि चाहिँ कुनै पनि वेब ब्राउजरमा गएर तिमीले चाहिँ इलेक्सन कमिसन नेपालको वेबसाइटमा जानुपर्छ। देन यहाँ चाहिँ मतदान नामावली खोज्नुहोस् भन्ने अप्सन छ, त्यहाँ क्लिक गरेपछि चाहिँ तिमीले आफ्नो सबै डिटेल्स हाल्नुपर्छ। प्रदेशदेखि लिएर जिल्ला, गाउँपालिका, नगरपालिका सबै हाल्नुपर्छ। तिमीले डिटेल्स हालेपछि यस्तो खालको स्क्रिन आउँछ। यसमा चाहिँ यहाँ तिमीले अब आफ्नो नाम सिलेक्ट गर्न सक्छौ हैन। जस्तै तिम्रो नाम कुन लेटरबाट सुरु हुन्छ, जस्तै मेरो ऊबाट स्टार्ट हुन्छ, मैले ऊमा क्लिक गरे भने यहाँ तिमीले खोज्दै जानुपर्छ अनि देन भेट्टाउँछौ। जस्तै कि एज यु क्यान सी उच्च वर्ग 18 पुरुष देन देख्न सकिन्छ हैन। सो यसरी तिमीले पनि लास्ट टाइम आफ्नो चेक गर्दा हुन्छ। यहाँ मतदान विवरणमा गएर चाहिँ तिमीले फुल मतदान विवरणको डिटेल्स हेर्नको लागि आफ्नो जन्म मिति एन्ड देन नागरिकताको प्रमाणपत्र नम्बर हालेपछि चाहिँ पुरै नम्बर तिम्रो रेजिस्ट्रेसन भएको पुरै डिटेल्स देखाउँछ। सो एकचोटि लास्ट टाइम चेक गरिहालौँ अनि यसपालि चाहिँ लेट्स भोट फर चेन्ज। द्याट इज अल द्याट आई वुड लाइक टु से। अनि गुन्डुमा भूकम्प आएको हो भन्छन् हो र